म चाहिँ हिँड्दै हिँड्दै अहिले चाहिँ हाम्रो गोठमा आएको छु। यहाँ यिनीहरूलाई नुनहरू दिइसके, यहाँ भैँसीहरू यो बाछाहरू सबै छ। अनि दुईटा हाम्रो गाई चाहिँ हराएको छ। अब यिनीहरू सबै भेला भएर नुन खाँदैछ हैन डल्ले? यो चाहिँ हाम्रो डल्ले यहाँ आइज न। यो सबै हाम्रो बडाको सबै भयो। तपाईहरुलाई अर्को रोचक कुरा भनेको चाहिँ यो हाम्रो गोठ देखाउँदैछु तपाईहरुलाई। यो गोठ भन्नुहुन्छ भने 4-5 पुस्ता बसेको हाम्रो गोठ हो। यहाँनिर चाहिँ हाम्रो बाजे, बुढो बाजे, कुप्रो बाजे, थुप्रो बाजे, धेरैवटा बाजे बसेको गोठ यो हो। यहाँ नै अहिले चाहिँ भत्केर यो अवस्थामा छ। यहाँनिर बसहरु बाँध्ने गरिन्थ्यो। बीचमा यहाँनिर चाहिँ यो अगेना भयो। अनि त्यो वाल भएकोमा हाम्रो सुत्ने हो। अनि यो बीचकोमा भनेको बाछापाडा बाँध्ने यहाँनिर एउटा सानो रुम जस्तो थियो। र यता परको भनेको चाहिँ ठुलो माउ बस्तुहरु पाल्ने भयो। यस्तो छ। तर अहिले बिजोग छ। तर हामीले चाहिँ प्लानिङ गरिरहेछौँ। यसलाई चाहिँ हामीले मर्मत गर्नुपर्छ। यतिकै ढल्न दिनु हुँदैन भनेर चाहिँ सोचिरहेको छौँ। र यसलाई हामी छिटै नै बनाउने छौँ। र यता पारीपट्टि भनेको चाहिँ हाम्रो कान्छा हजुरबाको खण्ड भयो। पारी सागाधाप भन्छ। यता तल हाम्रो ठुलो चौर भयो। यता पारी देख्दै गरेको यो माथिको डाँडाहरु भनेको चाहिँ फालेलुङ 3 सिमाना भयो, जुन चाहिँ सिक्किम इन्डियाको बोर्डर भयो। र यता माथि यो भनेको चाहिँ पोखरी भयो। र यता माथि तिब्रे हुँदै सिदिङमा पर्छ यताको भाग चाहिँ भने। गोठबाट यता देख्दै गरेको चाहिँ मजाले हिमाल देख्दैछ। त्यो वहाँ भनेको सगरमाथाहरु त्यता भयो, माउन्ट एभरेस्टहरु। यो तलको भनेको अघिमा आएको बाटोहरु भयो, तेर्से भन्ज्याङ हुँदै यो परको लसुने डाँडा भयो भने तलको चाहिँ हाम्रो गाउँ। यताबाट घाम आउँदैछ त्यही भएर राम्रो देख्दैन। यस्तो छ यताको दृश्य चाहिँ। तपाईहरुको लागि हेर यो हाम्रो पुरानो गोठ, यसको आसपासको दृश्य चाहिँ यस्तो छ हैन।